तपाईले मोबाइलमा बेथगुरु एप डाउनलोड गर्नुहुन्छ भने चाहिँ कम्प्युटरमा चाहिँ तपाईले यो लिंकमा जानुपर्ने हुन्छ। यो लिंक भनेको चाहिँ तपाईको जस्तै facebook.com youtube.com onlinekhabar.com अब त्यस्तै एउटा लिंक हुने भयो ingress.com/school भनेर। तपाईले अब यो URL चाहिँ तपाईले याद हुनु पर्यो हैन, ingress.com/school। अब यो लिंकलाई तपाईले अब आफ्नो कम्प्युटरको ब्राउजरमा अब गुगल क्रोम ब्राउजर भइहाल्यो, त्यहाँनेर गएर तपाईले ingress.com/school मा जानुस्। तपाईले त्यहाँबाट इन्टर गरेपछि यसरी यहाँनेर अब तपाईको युजर नेम र पासवर्ड माग्छ। तपाईले अब स्कुलबाट तपाईको आफ्नो जे युजर नेम र पासवर्ड राख्नु भएको दिनु भएको छ त्यही युजर नेम र पासवर्ड तपाईले यहाँबाट यसरी युज गर्दिनुस्। तपाईले यसरी राखेर साइन इन गर्नु भएपछि चाहिँ अब यो हाम्रो होम पेज हुने भयो। अब यो होम पेज भएपछि अब यसमा तपाईले लेफ्ट साइडमा अब डिफरेन्ट अप्सनहरु देख्न सक्नुहुन्छ। जस्तै अब यहाँ अनलाइन क्लास भनेर छ, ई क्लासरुम भनेर छ, तल स्टुडेन्ट भनेर छ, तल असाइनमेन्ट भनेर छ, रिडिङ मटेरियल्स भनेर छ। तपाईलाई के होमवर्कहरु दिनु छ भने चाहिँ तपाईले तल त्यहाँ असाइनमेन्ट भनेर छ, तपाईले असाइनमेन्टबाट होमवर्क दिन सक्नुहुन्छ। यहाँ अब होमवर्क भन्ने आइकन पनि छ है, यसबाट पनि तपाईले होमवर्कहरु चाहिँ दिन सक्नुहुन्छ। तर यो चाहिँ अब स्कुल फिजिकल स्कुल खुलेपछि जसरी तपाईले डायरीमा होमवर्क दिनुहुन्थ्यो त्यसरी नै तपाईले दिन सक्नुहुन्छ। अब यो होमवर्क र असाइनमेन्टको डिफरेन्स भनेको चाहिँ तपाईले होमवर्कबाट केही कुराहरु दिनुभयो भने चाहिँ स्टुडेन्टले हेर्न मात्रै मिल्छ। हेरिसकेपछि अब स्टुडेन्टले अब नेक्स्ट डे अब कपीमा एन्सर लेखेर फिजिकली ल्याएर तपाईले बुझाउनुहुन्छ भने चाहिँ अब कम्प्लिटली अनलाइनको बेलामा चाहिँ अब तपाईले यो असाइनमेन्टबाट चाहिँ होमवर्कको क्वेशन पनि तपाईले अनलाइन पढाउन सक्नुहुन्छ। स्टुडेन्टले अनलाइनै सबमिट गर्न पनि मिल्छ र तपाईले अनलाइनै चेक गर्न सक्नुहुन्छ है। होमवर्कबाट चाहिँ तपाईले होमवर्क भित्रबाट पढ्नु भयो भने चाहिँ स्टुडेन्टले सबमिट गर्न मिल्दैन। त्यही भएर तपाईले असाइनमेन्टबाटै पढाउनु पर्ने हुन्छ। तपाईले असाइनमेन्ट भित्र जानुहुन्छ, त्यसपछि यहाँनेर अब कति क्लासको कुन सेक्सनको र कुन सब्जेक्टको होमवर्क दिने हो तीनटा चुज गर्नुस्। तपाईको अब होमवर्कको टाइटल के हो त, यहाँनेर अब होमवर्कको टाइटल लेखिदिनुस्। त्यसपछि तल डिस्क्रिप्सनमा अब तपाईको क्वेशन कस्तो फर्मेटमा छ त, अब तपाईले क्वेशन टाइप गरेर पठाउनुहुन्छ भने डिस्क्रिप्सनमा तपाईले त्यहाँबाट क्वेशन टाइप गर्न सक्नुहुन्छ। अथवा तपाईसँग कम्प्युटरमा क्वेशनको अब पीडीएफ फाइलहरु छ अथवा इमेज फाइलहरु छ भने यहाँनेर तल image/file भन्ने छ, यहाँबाट चुज फाइल्समा गएर तपाईले अब आफ्नो क्वेशनहरु अब जस्तै अब यहाँनेर अब कुन चाहिँ क्वेशन हो त तपाईले यसरी क्वेशनहरु पनि सेट गर्न सक्नुहुन्छ। अब यसरी क्वेशन चुज गर्न सक्नुहुन्छ। अथवा क्वेशन तपाईको ड्राइभमा छ भने अथवा अरु कुन ठाउँमा छ भने तपाईले त्यसको लिंक पनि यहाँबाट शेयर गर्न सक्नुहुन्छ है। अब यो क्वेशन राख्ने तरिका भयो। अब यहाँनेर पोइन्ट भनेर छ, अब यो पोइन्टमा अब तपाईले होमवर्कको पोइन्ट यो चाहिँ अप्सनल कुरा हो है, युज गर्नुपर्छ भन्ने छैन। तर अब युज गर्न मन लाग्छ भने चाहिँ तपाईले यहाँबाट फुल पोइन्ट अब कति हो त्यो राखिदिनुस्। यो भनेको पछि चेक गर्ने बेलामा स्टुडेन्टलाई 10 मा कति पोइन्ट दिने त, अब तपाईले यहाँबाट कति राख्नुहुन्छ त्यसमा अब कति दिने त तपाईले त्यो चाहिँ होमवर्क चेक गर्ने बेलामा दिन सक्नुहुन्छ है। त्यसपछि अब डेडलाइन, तपाईले आज दिनुभएको असाइनमेन्टको डेडलाइन कहिले हो, अब त्यो डेडलाइन तपाईले यहाँ टाइम पनि चुज गर्न सक्नुहुन्छ। तल ड्यु डेट फर रिडु भन्ने छ, यो भनेको चाहिँ अब स्टुडेन्टले होमवर्क सबमिट गरिसकेपछि अब त्यहाँनेर केही इनकम्प्लिट गर्यो अथवा फेरि रिसबमिट गर्नुपर्ने के छ भने चाहिँ अब स्टुडेन्टलाई रिसबमिट गर्नलाई कति दिन टाइम दिने त, 1 दिन 2 दिन तपाईले त्यहाँबाट राख्न सक्नुहुन्छ। त्यसपछि यहाँनेर छ क्यान सबमिट आफ्टर डेडलाइन। अब तपाईले यहाँनेर जुन डेडलाइन दिनुभएको छ नि, अब डेडलाइन पछि पनि स्टुडेन्टलाई होमवर्क सबमिट गर्न अलो गर्ने भए चाहिँ क्यान सबमिटमा क्लिक गरिदिनुस् हैन। डेडलाइन सम्म मात्रै स्टुडेन्टलाई होमवर्क सबमिट गर्न दिने, डेडलाइन पछि स्टुडेन्टले होमवर्क सबमिट गर्न नदिने भन्नुहुन्छ भने यसलाई यतिकै ब्ल्याङ्क छोडिदिनुस्। अब यो सबमिसन नट निडेड फर भन्ने नट निडेड भने चाहिँ इसैको लागि जस्तै हुन्छ नि, अब डान्सहरु भयो हैन, अब योगाहरु भयो, अब त्यसको त अब कुनै अब स्टुडेन्टले चाहिँ होमवर्कहरु सबमिट गर्नु पर्दैन, जस्ट स्टुडेन्टले अब आफैले गर्नु मात्रै छ भने चाहिँ यसलाई अब यतिकै राखिदिनुस्, यसलाई चलाउनु परेन। तल लिंकहरु भइहाल्यो। यदि राखिसकेपछि चाहिँ तल सबमिटमा क्लिक गरिदिनुस्, तपाईको होमवर्क सेन्ड भयो। अब स्टुडेन्टले मोबाइलमा हेर्छ, स्टुडेन्टले अब सबमिट गर्छ। अब चेक गर्नको लागि चाहिँ यहाँनेर सबमिटेड असाइनमेन्ट भन्ने छ, अब कति क्लासको हो हैन, अब कति सेक्सनको हो, यहाँबाट क्लास सेक्सन चुज गर्नुस्। यहाँबाट स्टुडेन्टले सबमिट गरेको होमवर्कहरु देख्न सक्नुहुन्छ। त्यसपछि यहाँनेर साइडमा चेक भनेर छ, त्यो भन्दा अगाडि डिटेलमा चाहिँ अब स्टुडेन्टले के सबमिट गरेको रहेछ त यसरी तपाईले हेर्न सक्नुहुन्छ। त्यसपछि अब चेक गर्नको लागि चाहिँ अब चेकमा जानुस्।
अब चेकमा गएर यहाँनिर अब फो एट्याचमेन्ट अब 4वटा फोटो पठाएको रहेछ हैन। यसरी तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ। अब त्यो होमवर्क चेक गर्नको लागि चाहिँ अब यहाँनिर साइडमा चेक भनेर लेखेको हुन्छ। चेकमा जानुहोस्। त्यसपछि अब कतिवटा फाइलहरू एट्याच भएर आएको छ त यहाँ तल देखिन्छ। अब त्यसपछि यहाँनिर अब चेक गर्नको लागि चाहिँ अब यहाँनिर एडिट भनेर लेखेको हुन्छ। एडिटमा जानुहोस्। तपाईँले डाइरेक्ट यसरी अब टिक लाउने, अब केही मिस्टेक छ भने यसरी अब माउस कर्सरले नै यसरी तपाईँले क्रस गर्ने, अब के गर्ने हो तपाईँले यसरी चेक गर्न सक्नुहुन्छ। अनि तल सबमिट भनेर छ, सबमिटमा क्लिक गरिदिनुहोस्, ओके गरिदिनुहोस्। एउटा कपी चेक भयो। अब अर्को पेज यसरी तपाईँले सबै चेक गर्न सक्नुहुन्छ। चेक गरिसकेपछि चाहिँ अब यहाँनिर माथि टपमा यहाँनिर बाइ डिफल्ट चाहिँ यसरी पेन्डिङ भनेर देखाइरहेको हुन्छ। तपाईँले स्टुडेन्टले पठाएको सबै एन्सर ठिक छ भने चाहिँ यसलाई अब एप्रुभ गरिदिनुहोस्। अब स्टुडेन्टले अब केही मिस्टेक छ फेरि अब रिसबमिट गर्नुपर्ने छ भने चाहिँ त्यहाँनिर रिडुमा राखिदिनुहोस्। तपाईँले अब एप्रुभ गर्नुभएको छ भने स्टुडेन्टले सबमिट गर्न पाउँदैन, रिसबमिट गर्न पाउँदैन। स्टुडेन्टलाई रिसबमिट गर्नको लागि चाहिँ तपाईँ त्यहाँबाट रिडु राखिदिनु नै पर्ने हुन्छ। अब पोइन्ट अब तपाईँले दिनुभएको पोइन्टमा चाहिँ अब स्टुडेन्टलाई कति पोइन्ट दिने त, अब त्यो पोइन्ट राखिदिनुहोस् अनि सबमिट गरिदिनुहोस्। तपाईँको असाइनमेन्ट पनि यसरी चेक भयो। अब यसको नोटिस चाहिँ अब डाइरेक्ट स्टुडेन्टलाई पनि जान्छ, असाइनमेन्ट चेक भयो। अब तपाईँले एप्रुभ गर्नुभएको छ भने एप्रुभ भनेर जान्छ, रिडु भन्ने छ भने रिडु भनेर नै जान्छ है। अब यो भयो हामीले असाइनमेन्ट कसरी सेन्ड गर्ने र चेक गर्ने कुरा। अब स्टुडेन्टहरूलाई अब केही नोटिसहरू पठाउनु छ भने चाहिँ त्यहाँनिर अब स्टुडेन्ट भनेर अप्सनै हुन्छ लेफ्ट साइडमा। अब स्टुडेन्टमा जानुहोस्। अब स्टुडेन्ट लिस्टमा गएर अब कति क्लासको लागि पठाउने हो, अब क्लास अनि अब सेक्सन चुज गर्नुहोस्। अब स्टुडेन्टको लिस्टहरू देखाउँछ यहाँनिर। अब कसलाई पठाउने हो त, अब एकजनालाई पठाउने, दुईजनालाई पठाउने अथवा होल क्लासलाई पठाउने, यसरी सेलेक्ट गरिदिनुहोस्। अनि त्यहाँनिर माथि नोटिफिकेसन भनेर लेखेको हुन्छ। नोटिफिकेसन गएर अब के नोटिस पठाउने हो त, टाइटल, त्यसपछि अब तल डिस्क्रिप्सन, अब तल केही इमेज फाइलहरू छ भने इमेज फाइलहरू राखिदिएर अनि अब यदि यो नोटिस चाहिँ इन्भिटेसन टाइपको नोटिस हो भने चाहिँ यस गरिदिनु पर्यो हैन। प्यारेन्ट्सलाई इन्फर्म मात्रै गराउनु छ भने चाहिँ यसलाई नो गरिदिनुहोस् अनि यसलाई सबमिट गरिदिनुहोस्। स्टुडेन्ट्स भित्रका नोटिफाई स्टुडेन्ट्स, रिमार्क्स, एड मेरिट्स र एड स्टुडेन्ट रेकर्ड चारवटा अप्सनहरू रहेका छन्। जसमध्ये नोटिफाई स्टुडेन्ट्स आफूले पढाउने कुनै पनि सेक्सनका विद्यार्थीहरूलाई पाठसँग सम्बन्धित कुनै सूचनाहरू पठाउनु परेका अवस्थामा नोटिफाई स्टुडेन्टको प्रयोग गरिन्छ। जसका लागि बेथ ग्रुप ओपन गर्ने, स्टुडेन्ट्समा सिंगल क्लिक गरिदिने, क्लास चुज गर्ने, सेक्सन चुज गर्ने, त्यस पछाडि सेलेक्ट अलमा जाने र सेन्डमा गएर नोटिफाई स्टुडेन्ट्समा क्लिक गर्नुपर्ने हुन्छ। नोटिफाई स्टुडेन्ट्समा सिंगल क्लिक गरिसके पछाडि
टाइटलमा टाइटल लेखिदिने। तपाईँले विद्यार्थी आफ्नो क्लासको आफ्नो सेक्सनको विद्यार्थीलाई जे नोटिस पठाउन खोज्दै हुनुहुन्छ त्यो हियर मेसेज हियरमा, र तपाईँले पठाउन खोज्नु भएको नोटिस यदि पिक्चर फर्मेटमा छ भने एड इमेजमा गएर फोटो लाइब्रेरी कि पिडिएफ यो दुईटा अप्सन पनि चुज गरेर पठाउन सक्नुहुनेछ। त्यस पछाडि यदि प्यारेन्ट्सले स्कुलमा आउनुपर्छ भने प्यारेन्ट्स टु एटेन्ड, यदि प्यारेन्ट्सले स्कुलमा आउनु पर्दैन भने प्यारेन्ट्स टु एटेन्डमा टिक लगाइरहन आवश्यक छैन अनि सेन्डमा क्लिक गरिदिने। प्रयोगात्मक कक्षा टाइटल र भोलि प्रयोगात्मक कक्षा हुने भएको हुँदा आवश्यक सामग्रीहरू लिएर आउने भने चाहिँ डिस्क्रिप्सन भयो। यसरी लेखिसके पछाडि सेन्डमा क्लिक गरिदिनु पर्ने हुन्छ। रिमार्क्स, जुन विद्यार्थीको रिमार्क्स एड गर्नुपर्ने हो त्यो विद्यार्थीलाई टिक लगाउने, त्यस पछाडि सेन्ड र रिमार्क्समा क्लिक गर्ने र रिमार्क्सको टाइटल, त्यस पछाडि युर मेसेज हियर, तपाईँले जुन रिमार्क जे राख्न खोज्नु भएको त्यो कुरा यहाँनिर लेख्ने र यदि त्यो रिमार्कका बारेमा प्यारेन्ट्सलाई इन्फर्म गर्ने हो नोटिफाई गर्ने हो भने नोटिफाई प्यारेन्ट्समा क्लिक लगाउनु पर्ने हुन्छ, नभएदेखि सेन्डमा क्लिक गर्नुपर्ने हुन्छ। यदि नोटिफाई प्यारेन्ट्समा क्लिक लगायौँ भने प्यारेन्ट्सले हेर्न पाउनुहुन्छ, नभए हाम्रो सिस्टममा त्यो विद्यार्थीको रिमार्क्स एड भएर रहन्छ। एड मेरिट्स, शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीहरूको मेरिट लिस्ट निकाल्नु परेको अवस्थामा यसको प्रयोग गरिन्छ, जसमा विद्यार्थीको राम्रो कार्यका लागि 1 देखि 5 सम्म र नराम्रा कामका लागि -1 देखि -5 सम्मको अङ्क दिन सकिन्छ, जसको आधारमा मेरिट लिस्ट निक्लिने गर्दछ। जसका लागि एड मेरिट्स भन्ने छ, यहाँ सिङ्गल क्लिक गर्ने र यदि उसले राम्रो काम गरेको छ भने मेरिट, यदि नराम्रो काम गरेको छ भने डिमेरिट। राम्रो काम गरेको छ भने पनि 1 2 3 4 5 जम्मा +5 वटा अङ्क हुन्छ भने डिमेरिटको लागि चाहिँ यो पनि माइनसमा हुन्छ 1 2 3 4 5। हामीले मेरिट कि डिमेरिट कस्तो काम गरेको छ यो चुज गर्ने र पोइन्ट चुज गरिदिने। यदि 5 नम्बर हो भने उसले एकदमै राम्रो के काम गरेको छ त्यो रिमार्क्सको कारण पनि त्यहाँ लेखिदिने र यदि त्यो मेरिटको प्यारेन्ट्सलाई नोटिफाई गर्ने हो भने नोटिफाई प्यारेन्ट्समा टिक लगाउने, यदि होइन भने टिक हटाएर सेन्ड गर्नुपर्ने हुन्छ, जसको कारणले गर्दा एउटा शैक्षिक सत्रको अन्त्यमा मेरिट लिस्ट निक्लिने गर्दछ। असाइनमेन्ट, विद्यार्थीलाई दिइएका गृह कार्य प्रोजेक्टहरू उनीहरूले कपीमा गरेर वा टाइप गरेर विद्यालयको एप्स मार्फत पठाउनको लागि असाइनमेन्ट दिने गरिन्छ, जसका लागि असाइनमेन्टमा सिङ्गल क्लिक गर्ने, त्यसपछि क्लास चुज गर्ने, सेक्सन चुज गर्ने र सब्जेक्ट यदि 2 वा 2 भन्दा बढी एउटै क्लास एउटै सेक्सनमा पढाउने हो भने सब्जेक्ट चुज गर्न कम्पलसरी छ, नभए बाई डिफल्ट आइहाल्छ र फिल्टरमा क्लिक गर्ने। त्यस पछाडि डेडलाइन, कति दिनभित्रमा विद्यार्थीले सब्मिट गरून् त्यो डे 1 2 3 यहाँबाट चुज गर्ने। टाइम पनि सेट गर्न मिल्छ, त्यो टाइमभन्दा पछाडि सिस्टमले असाइनमेन्ट रिसिभ गर्दैन, उनीहरूले पठाउन सक्दैनन्, त्यसका लागि ड्यु टाइम पनि चुज गर्न सक्छौँ। त्यस पछाडि असाइनमेन्टको टाइटलमा असाइनमेन्टको टाइटल लेखिदिने, त्यस पछाडि डिस्क्रिप्सनमा एज अ क्वेसन पनि हुनसक्छ। त्यस पछाडि पोइन्ट्स, यदि असाइनमेन्टको भ्यालु कति हो त्यसको यदि हामीले मार्क्स पनि उसले गर्न सक्छौँ पोइन्ट्समा। त्यस पछाडि ड्यु डे फर रिड्यु, यदि विद्यार्थीहरूले पठाएको असाइनमेन्ट गलत रहेछ र त्यसलाई यदि पुनः गरेर पठाउनु पर्यो भने कति दिनभित्र गर्न सकुन् त्यसको लागि रिड्युमा लेख्ने र यदि असाइनमेन्टसँग सम्बन्धित मेटेरियल चाहिँ अनलाइनमा पाइँदो रहेछ, यदि कुनै भिडियो छ कुनै म्याटर छ भने त्यसको लिङ्क पनि हामीले यहाँनिर एड गर्न सक्छौँ। त्यस पछाडि असाइनमेन्टसँग सम्बन्धित यदि फाइल एट्याच गर्नु परेको अवस्थामा अपलोड फाइल भन्दा मुनि एड फाइलमा क्लिक गर्ने र हामीले पिडिएफ, इमेज, त्यस्तै क्यामेराबाट तत्कालै फोटो खिचेर पठाउनु पर्यो भने क्यामेराको प्रयोग गरेर पनि हामीले चुज गरेर फाइल पनि पठाउन सक्छौँ। त्यस पछाडि एलोलेट सबमिसन, दिएको असाइनमेन्ट विद्यार्थीले समयमा बुझाउन नसकेको अवस्थामा त्यो टाइमभन्दा पछाडि पनि यदि विद्यार्थीले सबमिट गर्न सकुन् भने एलोलेट सबमिसन गर्ने।
यदि होइन उनीहरूले चाहिँ सबमिट गर्न नपाउन् भन्यो भने टिक हटाएर सबमिट गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि डु नट सो टु स्टुडेन्ट्स छ। यदि तपाईँले क्रिएट गर्नुभएको असाइनमेन्ट स्टुडेन्टको एप्समा सो गर्ने कि नगर्ने, यदि आजको भोलि अहिले असाइनमेन्ट रेडी गरेर अहिले दिँदै हुनुहुन्छ भने डु नट सो टु स्टुडेन्टमा टिक लगाउनु आवश्यक छैन। तर होइन आज असाइनमेन्ट दिनुभएको छ तर विद्यार्थीकोमा चाहिँ 4 दिन पछाडि मात्रै पठाउने हो, एज तपाईँको रेकर्डको लागि मात्रै राख्ने हो भने चाहिँ डु नट सो टु स्टुडेन्ट्समा टिक लगाएर सबमिट गर्नुपर्ने हुन्छ। त्यस पछाडि जुन दिन तपाईँले पठाउने हो त्यो दिन चाहिँ यसलाई फेरि डु नट सो टु स्टुडेन्ट्सलाई टिक हटाएर सबमिट गर्न सक्नुहुन्छ। यसरी असाइनमेन्ट पठाउन सक्नुहुन्छ र असाइनमेन्टको करेक्सन गर्ने बारेमा योभन्दा अघिल्लो भिडियो पब्लिस भइसकेको छ, बाँकी कुराहरू त्यहाँबाट हेर्न सक्नुहुनेछ। होमवर्क असाइनमेन्ट र होमवर्क दिने तरिका एउटै भए तापनि फरक भनेको असाइनमेन्टमा टु वे कम्युनिकेसन हुन्छ, यानि कि विद्यार्थीले पनि गरेर पठाउन सक्छन् भने होमवर्क भनेको चाहिँ विद्यार्थीहरूलाई प्रत्येक दिन पाठ पढाइसकेपछि विद्यार्थीले के कति जाने वा नजानेको मूल्याङ्कन गर्नका लागि होमवर्क दिने गरिन्छ, जसमा विद्यार्थीहरू घर पुग्नु अगावै अभिभावकले आफ्नो नानीको कुन कुन विषयको कुन कुन होमवर्क रहेछ भन्ने जानकारी अनुपस्थित भएका विद्यार्थीका अभिभावकले समेत प्राप्त गर्न सक्नुहुनेछ। तर यसमा विद्यार्थीहरूले असाइनमेन्टमा जस्तो अनलाइनबाट पठाउन भने सक्दैनन्, जसका लागि होमवर्कमा सिङ्गल क्लिक गर्ने, त्यस पछाडि जुन क्लास र सेक्सनमा दिन गइरहेको क्लास सेक्सन चुज गर्ने र सब्जेक्ट चुज गर्ने, त्यस पछाडि फिल्टरमा क्लिक गरेर क्लिक टु एड होमवर्क टाइटलमा टाइटल एड गर्ने, त्यस पछाडि क्लिक टु एड होमवर्क जे दिन खोजिएको त्यो कुरा यहाँ लेख्न सक्छौँ। त्यस पछाडि एड इमेज, यदि हामीले दिन खोजिएको होमवर्क चाहिँ पिक्चरको रूपमा छ वा म्याथमेटिक्सको क्वेसनहरू छ यहाँ टाइप गर्न सकिँदैन भने त्यो बेला एड इमेजमा क्लिक गरेर इमेज यदि अलरेडी फोटो खिचिसकेको छ ग्यालेरीमा छ भने इमेज चुज गर्ने, होइन हामीले चाहिँ फोटो खिचेर पठाउने हो भने क्यामेराको चुज गरेर पनि हामीले पठाउन सक्छौँ। र नोटिफाईमा टिक लगाउन बिर्सनु हुँदैन, नोटिफाईमा टिक लगाइदिने, जसको कारणले गर्दा प्यारेन्ट्सले बच्चा घर पुग्नु अगावै आफ्नो बच्चाको कुन कुन सब्जेक्टको होमवर्क छ भन्ने कुरा जानकारी पाउन सक्नुहुन्छ। तसर्थ टिक लगाएर सबमिटमा क्लिक गर्ने। विद्यार्थीलाई गृह कार्य दिइसकेपछि 3वटा अवस्था रहने गर्दछ, एउटा डन, दोस्रो नट डन र तेस्रो पार्सली डन। भनेको एउटा लेखिँदा होमवर्क गर्छ कि गर्दै गर्दैन कि आधै गर्छन्। यो अवस्थामा उनीहरूले कुन कुन दिन कुन कुन च्याप्टरबाट दिइएको होमवर्क गरेनन् भनेर चेक गर्ने हो, जुन अभिभावकले तुरुन्तै जानकारी पाउन सक्नेछन्। जसका लागि चेक होमवर्कमा सिङ्गल क्लिक गर्ने, त्यस पछाडि क्लास सेक्सन र सब्जेक्ट अनि डेट, कुन डेटको चाहिँ हामीले चेक गर्न गइरहेछौँ डेट चुज गरेर फिल्टरमा क्लिक गरिदिने। त्यस पछाडि यहाँ क्वेसन पनि आउँछ र विद्यार्थीको नेम लिस्ट पनि आउँछ। सबभन्दा पहिला सेलेक्ट अलमा गएर डनमा क्लिक गर्छौँ, एस गर्छौँ र त्यस पछाडि जो विद्यार्थीले गरेको हुँदैन त्यसलाई नट डन, यहाँ कलरले पनि डिफाइन गरेको छ देख्न सक्नुहुनेछ। कसले नट डन, पार्सली डन र डन चुज गरेर सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ। होमवर्क चेक सक्सेसफुली सबमिट भइसक्यो। मार्क्स एन्ट्री विद्यालयमा सञ्चालन हुने प्रत्येक परीक्षाको आफूले पढाएका र कपी काटिएका विषयहरूको विद्यार्थीले प्राप्त गरेका मार्क्सहरू एड गर्न प्रयोग गरिन्छ, जसका लागि रिजल्ट्समा सिङ्गल क्लिक गर्ने, त्यस पछाडि क्लास सेक्सन एक्जामको नाम चुज गरेर फिल्टरमा क्लिक गर्ने, त्यस पछाडि कुन कुन विद्यार्थीले कति मार्क्स ल्याएको त्यो मार्क्स टाइप गर्ने। यदि यो विद्यार्थी एब्सेन्ट छ भने त्यसको लागि विद्यार्थीको नाममा क्लिक गरिरहने, त्यस पछाडि यहाँ एब्सेन्ट भन्ने आउँछ, एब्सेन्टमा क्लिक गरिदिने। जो विद्यार्थी एब्सेन्ट छ त्यो विद्यार्थीको नाममा के गर्ने, क्लिक गरिरहने, त्यस पछाडि एकछिन क्लिक गरेर छोडे पछाडि त्यहाँ एब्सेन्ट भन्ने आउँछ, एब्सेन्ट गर्ने र यसलाई सबमिट गर्ने। एवं क्रमले थ्योरीको सक्यो, अब प्र्याक्टिकलको पनि सेम। जो विद्यार्थी एब्सेन्ट छ एब्सेन्ट लेख्नु परेका खण्डमा विद्यार्थीको नाममा एकछिन प्रेस गर्ने, त्यस पछाडि एब्सेन्ट भन्ने देखिन्छ, एब्सेन्टमा क्लिक गर्ने र बाँकीको नम्बर एड गर्नलाई सक्छौँ।
र सबमिटमा क्लिक गर्ने। यसरी मार्क्स इन्ट्री गर्न सकिन्छ। एटेन्डेन्स विद्यालय कति दिन लाग्यो र विद्यार्थीहरू कति दिन विद्यालयमा उपस्थित एवं अनुपस्थित भए सोका लागि दैनिक एटेन्डेन्स गरिन्छ, जुन विद्यार्थीको रिपोर्ट कार्डमा समेत यहीँबाट जाने गर्दछ। अनुपस्थित भएको अवस्थामा अभिभावकलाई अनुपस्थित सम्बन्धी जानकारी एप्समा अटो नोटिफिकेसन जाने गर्दछ, जसका लागि एटेन्डेन्समा क्लिक गर्ने, त्यस पछाडि क्लास र सेक्सनमा चुज गर्नुपर्ने हुन्छ र डेट चुज गर्न कम्पलसरी छैन। यदि रियल डेट र रियल टाइममा गर्ने हो भने डेट अटोमेटिकली आएको हुन्छ। फिल्टरमा क्लिक गर्ने, त्यस पछाडि सेलेक्ट अल गर्ने र जो विद्यार्थी एब्सेन्ट छ त्यसलाई टिक हटाउने र अन्तिममा लेफ्ट साइडमा देख्न सक्नुहुन्छ नोटिफाई भन्ने छ बटनमा, त्यसमा टिक लगाउन बिर्सनु हुँदैन। यदि बिर्सिएको अवस्थामा प्यारेन्ट्सलाई पपअप म्यासेजका रूपमा नोटिफिकेसन जाँदैन, त्यो भएको हुनाले गर्दा टिक लगाएरै सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ। र यसले सोध्छ एब्सेन्ट स्टुडेन्टको नाम दिइरहेछ, कन्फर्म भनेर सोध्छ, कन्फर्ममा क्लिक गर्ने। यति गरिसके पछाडि एटेन्डेन्स सबमिट भयो। यसरी यी माथि उल्लेखित फिचरहरू प्रयोग गर्नका लागि एडमिनले एक्सेस भने दिइएको हुनुपर्नेछ।